नवौं प्रधानमन्त्री पीएम कप एनबीए पुरूष तथा महिला भलिबल लीग पोखरामा हुने भएको छ। नेपाल भलिबल संघको आज बसेको कार्य सम्पादन समितिको बैठकले नवौं एनबीए भलिबल लीग पोखरामा गर्ने निर्णय गरेको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए। काठमाडौँको कबड हल स्तर उन्नतिको अवस्थामा रहेको कारण पहिलो पटक एनबीए लीग काठमाडौँ बाहिर गर्न लागिएको श्रेष्ठले बताए। उक्त निर्णयसँगै एनबीए लीग पोखरा रंगशाला स्थित बहुउद्देश्य कबड हलमा जेठ 8 देखि 15 गतेसम्म हुनेछ। महासचिव श्रेष्ठका अनुसार पुरूषतर्फ 8 टिम र महिलातर्फ 6 टिमले सहभागिता जनाउनेछन्। प्रतियोगितातर्फ विजेता हुने टोलीले समान 8 लाख पाउनेछन्। उपविजेता हुने टोलीले 4 लाख र तेस्रो हुने टोलीले समान 2 लाख पाउने संघले जनाएको छ। सर्वोत्कृष्ट खेलाड़ीलाई समान 50,000 र विधागत उत्कृष्ट हुने खेलाड़ीलाई समान 25,000 प्रदान गरिने संघका उपाध्यक्ष एम बहादुर गुरूङले जानकारी दिए। यसअघि पोखराको इन्डोर हलमा वैशाख 18 देखि 22 गतेसम्म पहिलो पटक प्रथम लायन्स कप भलिबल प्रतियोगिता भएको थियो।